नमस्कार है। धेरै जसोलाई के रहर हुँदो रहेछ भने आफ्नो युट्युब च्यानलको पनि क्युआर कोड भए कति मजा आउँथ्यो होला भन्ने जस्तो लाग्दो रहेछ क्या। त्यो हामीले गर्न सम्भव छ है सरमेमहरू। जस्तै हामी कहिलेकाहीँ होटलमा जान्छौँ के कुरा यसो खाजा खाँदाखेरि स्क्यान गर्ने बेलामा क्युआर कोड दिनुहोस् न सर भनेर चट्ट मागिन्छ, क्युआर कोडले स्क्यान गरिन्छ होइन। त्यस्तै अब तपाईँहरूको युट्युब च्यानल छ। अब युट्युब च्यानलको पनि यसो क्युआर कोडले स्क्यान गर्न मिल्ने भयो त कति आनन्द हुँदो जस्तो लाग्दैन बेला बेला। यो चाहिँ तपाईँहरूलाई किन फाइदा हुन्छ भने नि, जस्तै मानौँ हजुरले च्यानल बनाउनु भयो, तपाईँ युट्युबमा काम गर्दै हुनुहुन्छ होइन। काम गर्दै जाने क्रममा भोलिका दिनमा गएर तपाईँले चाहिँ अब के गर्न सक्नुहुन्छ भने कतै कतै आफ्नो च्यानललाई प्रमोसन गर्नको निम्ति हामीले यो क्युआर कोड भन्ने चिज पनि सिर्जना गर्न सक्छौँ कि ओके। त्यही भएर यहाँ आउनुहोस्, म तपाईँलाई देखाउँछु आज यो भिडियोमा कसरी हामीले क्युआर कोड स्क्यान गर्ने बनाउने भनेर है त। एकदम सजिलो छ। म तपाईँलाई मेरो मेन युट्युब च्यानल नेपाली मोटिभेसनकै देखाउन चाहन्छु। यो मेरो नेपाली मोटिभेसन भन्ने जुन युट्युब च्यानल रहेको छ, अरू पनि छन् च्यानल त, अब यसकै कुरा देखाउँ है। जस्तै यो मेरो च्यानल भयो, म ल्यापटप मोबाइल दुइटैबाट देखाउँछु। पहिला ल्यापटपबाट हेरौँ है त सरमेमहरू। अब मैले ल्यापटपमा के गरेँ त, मैले मेरो च्यानल यसरी खोलेँ। यो खोल्न तपाईँलाई आइ नै हाल्छ, ल्यापटप हुनेलाई केही पनि गाह्रो छैन होइन। अनि यसको लिङ्कलाई कपी गर्नु पऱ्यो क्या। हामीले जुन यो आफ्नो च्यानलको लिङ्क हुन्छ नि, यो सिङ्गल लिङ्कलाई तपाईँले कपी गर्नु पऱ्यो क्या। लिङ्कलाई कपी गर्नको लागि के गर्ने भने यता माथि हेर्नुहुन्छ नि लेखिएको छ http://youtube.com/नेपाली मोटिभेसन 1219 लेखेको छ नि मेरो। यो के हो, यो तपाईँको च्यानलको यो लिङ्क हुन्छ क्या। यसरी हजुरहरूले पनि आफ्नो च्यानलमा पुग्नु चाहिँ पर्यो है फेरि ल। यो च्यानलमा यसरी पुग्नु पर्यो, पुगे पछाडि पुग्न त जानिहाल्नुहुन्छ। अनि यो यसरी च्यानल खोल्नु पर्यो क्या। उताबाट हेर्ने हुँदैन, यसरी नै च्यानल खोलेको अवस्था चट्ट देखिनु पर्यो क्या होइन। अनि त्यहाँ माथि हेर्नु न, माथि पनि तपाईँको च्यानलको लिङ्क देखाउँछ नि त। अनि यसलाई के गर्ने, माथि भएकोलाई यसरी तपाईँले राइट क्लिक गरेर कपी गर्ने। कपी गरिसकेपछि कसो गर्नु पर्यो भने मैले ल्यापटपबाट सिकाएर छु। हजुरले यो लिङ्कलाई अब एक ठाउँमा पेस्ट गर्ने, पेस्ट गरेपछि त्यहाँबाट तपाईँको क्युआर कोड बनिहाल्छ क्या। त्यसको लागि हामीसँग एउटा वेबसाइट छ। त्यो वेबसाइटको नाम चाहिँ के हो भने qr.io भन्छ ल। हेर्नुहोस् यहाँ क्युआर लेख्ने, एउटा थोप्ला दिने, अनि आइओ स्मलर लेटरमा लेख्नु होला। qr.io लेख्ने बित्तिकै तपाईँहरूको अगाडि एउटा यो वेबसाइट खुल्छ। यो वेबसाइटमा गइसकेपछि केही नगर्नु, भर्खरै जुन हामीले आफ्नो युट्युब च्यानलको लिङ्कलाई कपी गरेका थियौँ नि हो, त्यसलाई पेस्ट गर्ने। पेस्ट गर्नको लागि यहाँ एउटा सेतो डब्बा रहेको छ। त्यो सेतो डब्बामा मैले ट्याक्क थिचेर पेस्ट गरिदिन्छु हेर्नु ल। पेस्ट गरेँ, पेस्ट भयो। पेस्ट गरेपछि एकछिन छोड्नु, केही नगर्नु, आनन्दले छोड्नु। छोडेपछि के हुन्छ है, दायाँपट्टिको साइडमा आयो के भनेर आयो भने डाउनलोड क्युआर कोड भनेर आयो। अब यसलाई एकपल्ट टच गऱ्यो भने के हुन्छ, तपाईँको चाहिँ यो मजासँगले डाउनलोड हुन्छ। अब यस्तो आउँछ हेर्नु, गुगलबाट लगइन गर भन्छ कि। लगइन गर्न तपाईँलाई झ्याउ होला। लगइन गर्न झ्याउ भयो भने एउटा काम गरौँ न, स्क्रिनसट लिँदा पनि भयो त। यहाँ हो तपाईँलाई फोटो त चाहिने होइन, यो यति भएको हजुरलाई फोटो चाहिने हो नि त। अब डाउनलोड गर्न गाह्रो भने तपाईँले स्क्रिनसट लिँदा पनि हुन्छ ल। स्क्रिनसट लिनको लागि कतिको याद छ ल्यापटपमा भनेहरूले यसो गर्ने, तलपट्टि सर्च गर्ने अप्सन हुन्छ कि, त्यहाँ गएर तपाईँले यसरी टाइपिङ गर्ने हेर्नु त, SNIPP स्निपिङ टुल भन्छ क्या। यसलाई ओपन गर्ने। ओपन गरेपछि के हुन्छ, यस्तो डब्बा आउँछ। डब्बाको देख्नुभयो होला होइन। सरी है, यो मेरो कता काटिहाल्दैछ। यो डब्बा आउँछ क्या। डब्बा आएपछि यहाँ माथि न्यू भनेर लेखेको हुन्छ हेर्नुहोस् त। यहाँ न्यू भन्ने एउटा शब्द छ। न्यू भन्ने शब्दमा छोएपछि के हुन्छ भने तपाईँले अब सेलेक्ट गर्नुपर्ने हुन्छ। मेरो कस्तो मधुर आयो नि त स्क्रिन होइन। अब सेलेक्ट गर्नको लागि कति भाग जति चाहिने हो, मलाई यति भाग चाहिने हो, क्युआर कोड मात्रै चाहिने हो। यसरी आफूले ड्र्याग गरेर मिलाउने, छान्ने। अब यो के भयो, यो फोटोको रूपमा सेभ भयो। मतलब के मैले सेलेक्ट गरेँ। सेभ गर्नको लागि यहीँनिर एउटा माउसको कर्सरलाई बिचमा लगाएर राइट क्लिक गर्नु होला, सेभ एज भन्नेमा छुनु होला। हजुरले आफ्नो ल्यापटपको कुनै फोल्डरमा एउटा यसरी क्युआर कोड या केही नाम दिएर यसरी राखिदिनु भयो भने तपाईँको त्यो क्युआर कोड त्यहाँ गएर सेभ भएर बस्छ क्या। अब म हजुरलाई देखाउँछु, मैले त्यो क्युआर कोडलाई स्क्यान गरेँ भने के खुल्दो रहेछ। एकैछिन त्यो हेरौँ है त। जुन क्युआर कोड थियो मेरो, त्यो म स्क्यान गरेर देखाउँछु ल। स्क्यान गर्दा के हुन्छ भन्ने कुरा तपाईँले आफै थाहा पाउनुहुन्छ है त। मैले मेरो मोबाइलबाट स्क्रिन सेयर गरेको छु। अब अघिको मेरो जुन फोटो छ नि, त्यो फोटो मैले कहाँ राखेको छु भन्नुहुन्छ भने मैले मेरो ल्यापटपमा सेभ गरेर राखेको थिएँ। तपाईँलाई पक्कै पनि थाहा छ। अब मैले मोबाइलबाट सेयर गरेर आएको छु स्क्रिन सेयर। मोबाइलको क्यामेरा खोल्छु हेर्नु ल। मोबाइलको क्यामेरा खोल्दा के हुन्छ, मेरो ल्यापटपको स्क्रिन देखिन्छ है, देखिरहनु भएको छ। अब यसरी स्क्यान गरेको कि आइसक्यो क्या तपाईँको। के आएको छ हेर्नुहोस् त कति मजाले, वेब एड्रेस भनेर सो अप्सन भनेर आएको छ नि। अब यो सो अप्सन भन्नेमा मैले एकपल्ट टच गर्ने बित्तिकै के हुन्छ भने तपाईँको अटोमेटिकल्ली त्यो खुल्छ क्या। हेर्नु ल, फेरि गरौँ है त। मोबाइलको क्यामेराले खोल्ने क्या। तपाईँले क्युआर कोड आफूले कसरी दिनु पर्यो भने के गर्नुपर्छ, मोबाइलको क्यामेरा हुन्छ, क्यामेरा यसरी खोलेर यसरी स्क्यान गर्यो भने तपाईँको यहाँ सो अप्सनमा छुने, ओपन इन ब्राउजरमा छुने, यति गरेर चाहिँ च्यानल खुल्यो। खोलेपछि अब मान्छेलाई मन पऱ्यो सब्सक्राइब गर्लान्, के गर्ने गर्लान् होइन। सो यो तरिकाले हजुर हामीले के गर्न सक्छौँ भने आफ्नो युट्युब च्यानललाई चाहिँ क्युआर कोडमा परिवर्तन गरेर अब मान्छेहरूलाई सब्सक्राइब गर्नु है भनेर भन्न सक्छौँ क्या। अनि एउटा कुरा थाहा छ, अब यहाँ हेर्नुहोस्, अब यही कुरा हामीले मोबाइलमा कसरी गर्ने भन्ने कुरा म तपाईँलाई देखाउन चाहन्छु ल। अघि त मैले देखाएँ ल्यापटपबाट, अब म देखाउन चाहन्छु हजुरलाई मोबाइलबाट। मोबाइलबाट देखाउँदाखेरि म मेरो अर्कै एउटा युट्युब च्यानलबाट सेयर गर्न चाहन्छु। मेरो मोबाइलको स्क्रिन हेर्नु होला अनि क्लियरली बुझ्नुहुन्छ ल।
जस्तै यो मेरो मोबाइल भयो है, मोबाइलमा के गर्ने हजुरले युट्युब खोल्ने क्या, युट्युब भन्ने एप खोल्न जाने हाल्नुहोस्। यसरी युट्युब खोल्ने होइन, युट्युब खोलेपछि दायाँपट्टिको साइडमा हेर्नु होला, दायाँपट्टिको साइडमा के आउँछ, एउटा यु नाम गरेको अप्सन आउँछ। तपाईँको यो च्यानल युमा टच गर्ने बित्तिकै तपाईँको यहाँ माथि एउटा भ्यू च्यानल भन्ने आउँछ, देख्नुभयो, भ्यू च्यानलमा जाने। त्यसपछि गएर के गर्ने, तपाईँको यस्तो अवस्था आउँछ। अब यो मेरो युट्युब च्यानल हो क्या, यो मेरो च्यानलको म यसको क्युआर कोड निकाल्न चाहन्छु। यसको लागि के गर्ने, माथि दायाँपट्टि टुप्पोमा हेर्नु नै तिनवटा थोप्ला छ नि, त्यहाँ जाने। त्यसपछि गएर सेयर भन्ने आउँछ, सेयरमा छुने। त्यति गरेपछि तलपट्टि हेर्नु होला, क्युआर कोड भनेर आयो, क्युआर कोड भनेर आयो। क्युआर कोडमा छ भने के हुन्छ त, अटोमेटिकल्ली एउटा क्युआर कोड यहाँ बन्छ। अनि यो बनेपछि मैले अब यसलाई स्क्रिनसट गर्न सक्छु। स्क्रिनसट गरेपछि मैले कसैलाई पठाएँ भने उसले यो स्क्यान गरेर मेरो युट्युब च्यानल मजाले उसले खोल्छ र हेर्न पाउँछ क्या। त्यस्तो कसैकोमा यो सेयरमा जाँदा क्युआर कोड देखाएन भने एउटा कुरा विचार गर्नु है। हजुरले त्यो बेला के गर्नु भने नि, चाहे आइफोन होस् या त अरू एन्ड्रोइड मोबाइल भए पनि तपाईँले प्ले स्टोरमा गएर क्या युट्युब भन्ने एपको नाम सर्च गर्नु, अनि यो अपडेटमा आएको छैन अपडेट गर्नु होला। कसैको अपडेट नभएको कारणले गर्दा पनि त्यो देखाउँदैन क्या, अपडेट हुनुपर्छ। अपडेट भयो भने मात्र यो अवस्था देखिन्छ र तपाईँले खुसी तरिकाले यसरी क्युआर कोड जेनेरेट गर्न सक्नुहुन्छ। यसो विचार गर्नु न, यसले क्युआर कोड जेनेरेट गर्न सकिन्छ क्या। क्युआर कोड जेनेरेट गर्न सकेन तपाईँलाई धेरै फाइदा हुन्छ। जस्तै मानव हजुरको कुनै अफिस छ या कुनै बिजनेसमा काम गर्नुहुन्छ भने तपाईँले आफ्नो च्यानललाई प्रमोसन गराउनको लागि, अरू माझमा धेरैकोमा पुर्याउनको लागि होइन, त्यही क्युआर कोड जेनेरेट गर्ने त्यो एउटा स्क्रिनसट त हुन्छ नि त, त्यसलाई प्रिन्ट गर्नु न। प्रिन्ट गरेपछि के गर्ने, यसरी भित्तामा टाँसिदिइसके पछाडि केही व्यक्तिहरू आयो भने त्यो यसो स्क्यान गर्छन्, तपाईँको च्यानल छ्याट्ट खुल्छ क्या। त्यो ह्यान्डल लेखिरहनु पर्दैन होइन, तपाईँले उसलाई लिङ्क पठाइरहनु पनि पर्दैन, युट्युबमा गएर खोजिरहनु पनि पर्दैन। छिटो क्या, छिटो मान्छेलाई सकेसम्म छिटो होस् भन्ने चाहन्छ नि त हरेक कुराहरू। छिटो पाइयो, छिटो चाहियो भनेको चाहिँ आनन्द लिन्छ होइन। त्यही भएर छिटो गर्नको निम्ति चाहिँ हामीले क्युआर कोड उनीहरूलाई दियो भने तपाईँको च्यानल फ्याट्ट भेट्छन्, सब्सक्राइब पनि गरिहाल्छन् क्या। तर क्युआर कोडलाई त्यो स्क्यान गर्नको लागि के गर्ने अरे, मोबाइलको क्यामेरा खोल्नु होला, क्यामेरा खोलेर गर्दा चाहिँ ठिक हुन्छ है। ल आशा छ भिडियो हेरेर धेरै कुरा बुझ्नुभयो होला, ट्राई गर्नु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो।